23 र 24 गते गैर न्यायिक हत्या पनि भयो। 24 गते ठूलो उपद्रव पनि भयो, अपराधिक कामहरू पनि भए, घुसपैठ पनि भए। त्यसको बारेमा कानून सम्मत ढंगले छानबिन भइरहेको छ। दोषीले त्यसको सजाय पनि पाउला। तर त्यो एउटा घटना हो। भाद्र 23 र 24 गते त्यति मात्र भएको होइन। भाद्र 23 र 24 गते जेनजीहरूले मात्र होइन, नेपालका लाखौं लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। कोसँग व्यक्त गरेको? सरकारसँग। अनि त्यो सरकारमा को थियो? हामी थियौं। कोसँग व्यक्त गरेको? संसदसँग। त्यो संसदमा को थियौं? हामी थियौं। व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको, भ्रष्टाचारसँग रिसाएको, कुशासनसँग रिसाएको, बेथितिसँग रिसाएको। राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राज देखेर रिसाएको।